नमस्कार, म सन्तोष। आजको यस भिडियोमा सच्चाई वचन शिक्षा तथा लिडर शिक्षालाई लिएर आएको छु। म्याम हजुरको मुखारविन्दबाट शुभारम्भको प्रार्थना गर्दै भिडियोलाई सुरु गर्दछु। ईश्वरलाई अनगिन्ती धन्यवाद। ईश्वरको योजनाद्वारा आज परमेश्वर पिताले शुभारम्भको प्रार्थनाको लागि खडा गरिसक्नु भएको छ। म्याम हजुरको शाखा चाहिँ कहाँ रे? मेरो स्याङ्जा गल्याङ सम्पूर्ण लिडरजनहरूलाई पनि एकै मुष्टिमा धन्यवाद गर्न चाहे र शुभारम्भको प्रार्थनाकोतिर गए सम्पूर्णजनाले बाहिरी आँखालाई बन्द गर्नुहोला, भित्री आत्मा ईश्वरलाई दिनुहोला। जस्तो आफ्नो आफ्नो स्थानमा बस्नुभएको छ त्यस्तै गरी बसेर परमेश्वर पिताजीसँग बातचित गर्नुहोला। त पितालाई करबो धन्यवाद म शिष्यको नाउँमा। परमात्मा परमेश्वर पिता हजुरलाई नगिन्ती धन्यवाद गर्छु गुरुमा शिष्यको नाउँमा। पिता आज तपाईँको योजनाद्वारा यस राज्यमा खडा गरिसक्नुभयो पिता, हजुरलाई धन्यवाद म शिष्यको नाउँमा। पिता आज सोमबारको शिक्षामा तपाईँ यस केन्द्रमा जुटाउनु भयो, हरेकलाई जुटाउनु भयो, हरेकको समस्यालाई परमात्मा परमेश्वर पिता शुभकामनाको प्रार्थनादेखि विसर्जनको प्रार्थना भइने हरेक वचन शिक्षाद्वारा पिता आज शिक्षाको योजनाद्वारा शिक्षाको समयमा यस केन्द्रमा जुटाउनु भएको छ पिता। हरेकलाई परमात्मा शिक्षाले पोख्त गराइदिनुहोस् पिता, हरेकको इच्छा चाहलाई पुरा गराउनुहोस् पिता, पुरा गराइसक्नुभयो पिता, हजुरलाई अनगिन्ती धन्यवाद गर्छु म शिष्यको नाउँमा। पिता घाम उदाउनेदेखि घाम अस्ताउनेसम्म हजुरको सन्तानहरू छरिराख्नु भएको छ। हरेक कष्ट बाधा अर्चनमा हुनुहुन्छ त परमात्मा परमेश्वर पिता यसै शुभारम्भको प्रार्थनादेखि विसर्जनको प्रार्थनासम्म हुने हरेक तपाईँको योजनाद्वारा भएका कार्यहरूले परमात्मा हरेकको समस्यालाई समाधान गर्ने शक्ति हरेकलाई दिनुहोस् पिता, हरेकलाई दिइसक्नुभयो पिता, हजुरलाई अनगिन्ती धन्यवाद म शिष्यको नाउँमा। पिता यस केन्द्रको चारै दिशा चार किल्ला परमात्मा रक्षा सुरक्षाका साथ राखिसक्नुभयो पिता। हरेक तपाईँका सन्तानहरू यस राज्यमा खडा हुनुभएको छ पिता, उहाँहरूको आत्मा र दिलो दिमागलाई परमात्मा तपाईँको योजना चल्ने र चलाउने योग्यको बनाइसक्नुभयो पिता। मागु त के मागु पिता, माग्नुभन्दा अगाडि हजुरले हजुरको सन्तानहरूको इच्छा र चाहतहरूलाई पुरा गरिसक्नुभएको छ। त फेरि पनि हजुरको एकमात्र जीवित पुत्र हाम्रा गुरु मसीह येशू अधिकारको साथ भएर माग्छु पिता, सबैले बोल्नुहोस् आमीन। तपाईहरूले लामो प्रार्थना गर्नुपर्छ भन्ने छैन कि, छोटकरीमा नि सम्झिन सक्नुहुन्छ होइन। शुभारम्भको भजनको समय भएको छ। शुभारम्भको भजनको लागि म्याडम हजुर आइसक्नु भएको छ। उहाँको लागि एकदमै जोरदार तालीले सम्मान गर्नुहोला। त ईश्वरलाई धन्यवाद गर्छु यसो मसीहको नाउँमा। ईश्वर तिमीले दिएको साथ कहिले छुट्ने छैन है मबाट। भोलिको दिन कसले छ देखेको पुरा हुन्छ ईश्वरले लेखेको। भोलिको दिन कसले छ देखेको पुरा हुन्छ ईश्वरले लेखेको। पुरा हुन्छ ईश्वरले लेखेको। नाइस अत्यन्त उत्साहित भजन रहेछ, मलाई नयाँ भजन लाग्यो। तपाईँहरू जहाँबाट पनि उत्साहित हुन सक्नुहुन्छ क्या। भनेपछि ईश्वरको खाजा बन्न थाल्छ मनी मनमा विश्वास। भनेपछि ईश्वरको खाजा बन्न थाल्छ मनी मनमा विश्वास। भुना ईश्वरले लाको गुण हाम्रो मनमा बुझ्ने नै ईश्वर हुन्। ईश्वरलाई अनगिन्ती धन्यवाद। अब हामी लाग्छौँ वचन शिक्षातिर। दिएका गवाई भन्नुपर्छ भनेर होइन, आज मलाई तयार बनाउनु भयो। म होइन, स्वयं परमेश्वर बोल्नुहुनेछ। पिता हजुरलाई धन्यवाद गर्छु। जगतकै मालिक सृष्टिकर्ता परमेश्वर पिता हजुरलाई करोडौँ अरबौँ खरबौँ धन्यवाद गर्छु। आज हामीलाई संसारमा जतिसुकै विरोध आओस् हामी अरूको विरोध गर्दैनौँ। हामी ज्ञानी छौँ, हामी डाइलो छैनौँ, हामी रिस डाहा गर्दैनौँ। कसैले आज सोमबारको व्रत बस्दै हुनुहुन्छ भने गर्नुहोस्, सबै धर्म मान्नुहोस्। यदि उद्धार पाउन सक्नुहुन्न भने म कहाँ आऊ भन्नुभएको छ परमेश्वरले, त्यति मात्रै हो होइन। सोमबारको व्रत यस्तो हो क्या, बेला बेलामा व्रत बस्दाखेरि हाम्रो डाइजेस्टिभ सिस्टम चाहिँ अलिकति खाली हुन पाउँछ, राम्रै हो त्यो पनि। पिता धन्यवाद गर्छु। आज यस्तो परमेश्वर चिनाउने हाम्रा अग्रज सुश्रा म्याडम सरजी, उहाँका नानीहरू, उहाँको होल फ्यामिलीलाई आज टाढै हुनुहुन्छ भनेर सुनिसकेँ, तर टाढा भयो नि, उहाँलाई जहाँ हुनुहुन्छ सुरक्षित राखिसक्नुभयो। उहाँलाई म यहाँबाट टाढैबाट नम्र नमन गर्दछु।
त्यसरी म आजभन्दा 5 वर्ष अगाडि होइन भौतारिँदै म त्यो सच्चाइको बाहिर आएर बसेको थिएँ। अनि मलाई कसैले सच्चाइ ल्याएको पनि होइन, आऊ भने पनि होइन, कसैले कर गरे पनि होइन होइन। आफ्नै मन विश्वासले सचाइमा लाग्नु भएको रहेछ। तर म जीवनदेखि हार खाएर होइन एकदम कहाँ जाने होला, हातमा डोरो अनि त्यो बिख लिएको बेलामा म सच्चाइ कहाँ छ भनेर म आफै खोज्दै आएको, कसैले मलाई ल्याउनु भएन। तर जुन दिन म त्यो गेटबाट छिरेँ नि, त्यो दिनबाट मैले सुधार पाइरहेको छु होइन। धन्यवाद। र आज मलाई त्यो बाटोमा हिँड्ने कुल्चिनी वस्तु बनाएर सबैले कुद्नुहुन्थ्यो, गनाएर फ्याँक्नु भएको थियो। तर आज म हाम्रो रामकृष्ण टोल शाखाको हाम्रो पुनम म्याडम सरजी, उहाँका नानीहरूलाई म धन्यवाद गर्छु। म त्यहाँको लिडर पनि भइसकेको छु होइन। हुन त म त्यति बोल्न जानेको त छैन, तर म 5 वर्ष भइसक्यो। अनि बाहिर आयो, त्यो कुर्सीमा बस्यो, मलाई झ्याउला जस्तो सुन्ने जाने। तर म एक दिन लामोचौर आउँदै थिएँ, मेरो साथी पनि हुनुहुन्छ पुनम म्याडम, अनि त्यहाँ छिरेको। अनि त्यहाँ एकदम वचनले मलाई एकदम गर्दा मलाई उहाँले बनाउनु भएन, स्वयं त लिडर हुनुपर्छ, त जस्तै लत्रेकालाई उचाल्नुपर्छ भनेर उहाँले बनाउनु भयो। ईश्वरले ईश्वरका सन्तानहरूलाई कहिले पनि लाजमा पार्नुहुन्न, आवश्यकता अनुसार शिक्षा दिइहाल्नुहुनेछ। पनि करोडौँ धन्यवाद गर्छु। र आज जतिजना यहाँ आउनु भएको छ, हाम्रो भीमबुवा अनि हाम्रो नानी, अनि यहाँ जति वाद्यवादनमा हुनुहुन्छ, हाम्रा क्यामेराम्यानमा हुनुहुन्छ, जति ठाउँबाट जुट्नु भएको छ, हाम्रा अगुवाजनहरू, लिडरजनहरू जतिजना आउनुभएको छ, उहाँहरूलाई पनि म यहाँबाटै नम्र नमन गर्दछु। मेरो दुर्गा थापा नाम, मेरो माइतै लेक साइड। म बिहा बसे पनि म माइतै बस्थेँ। म बाबुआमाको एउटा छोरी होइन। तर जीवनमा कहिले कहिले सोचे जस्तो हुन्न जीवन भन्ने त गीत सुन्नु भएको छ होइन। विवाह भयो, 4वटा बच्चा पनि भयो। तर आज म 20-21 वर्ष भयो श्रीमानसँग छुट्टिएको होइन। कस्तो पीडा क्या, 4वटा बच्चा पनि भयो अनि छुटेको 20-21 वर्ष भइसक्यो। तर एक्लो जिन्दगी होइन। फेरि श्रीमान मात्रै अगतिलो होइन कि, हामी महिलाहरू खालि श्रीमान मात्रै अगतिलो भन्छौँ नि, म ठिक थिइनँ कि। हो, यो कुराको चाहिँ क्लियर गरिदिनु। राम्रो थिइनँ, त्यसै कारण छुट्टिएर अर्को ल्याएर बस्नुभयो। उहाँलाई मात्रै उम्लो ठडाउने होइन, मलाई पनि ठडाउनु पर्छ के। त्यसै कारण म एकदम जीवनदेखि र म आफै गरेर खान्छु भनेर राजनीति गर्थेँ, आफै कमाउँथेँ, स्कुटर चढ्थेँ, कसैलाई मान्छे गन्दैन थिएँ। तर जब श्रीमान छुट्टिएर जानुभयो, अर्को श्रीमती ल्याएर म गरेर खाँदै थिएँ, माइतको घरमा बस्दै थिएँ। बिस्तारै 4वटा बच्चालाई ह्यान्डल गर्दा व्यवहार कताबाट बिग्रियो। अनि बिचमा एकजना मलाई तिहारमा टिको लगाएर दिदी बनाउँछु भनेर भाइ आउनुभयो। उहाँले त अझै मलाई 50-60 लाख रुपियाँ ठगेर, अनि म त अब बिक्लिन बाहेक त केही पनि उपाय थिएन। यो सिस्टम चाहिँ हाम्रोतिर पनि भयो है, दिदी बहिनी बनाउने, यस्तै एकल महिलाहरूलाई हेर्ने होइन, अनि उबाट चाहिँ अलिकति ठग्ने। 10 लाख ठगेको त्यहाँको दिदीसँग चाहिँ क्या। तर परमेश्वरले के भन्नुभएको छ भने, तपाईँहरूलाई म आज भन्छु, परमेश्वरले के भन्नुभएको छ भने, आज संसारमा जति विरोध आए पनि तिम्रो जीवनदेखि नहार है, तिमी जीवनदेखि नथाक है, म छु भनेर मलाई सम्हाल्न मात्रै ल्याउनु भएको है परमेश्वरले होइन। आज नबुझेर म यही च्यानलबाट भन्दैछु, हाम्रो सुशीला म्याडमको र प्रकाश सरको विरोध गर्छौ भने हामीसँग माइक लिएर हामीसँग कुरा गर्न आऊ। हामीलाई त जुन दिन म सुशीला म्याडम थिएँ, पस्या थिएँ, म एउटा टी सर्ट र एउटा ट्राउजर लगाएर आएको थिएँ। मसँग पैसा पनि थिएन। म लेक साइडको घर लिलाम भएर जिरोमा आएर भाडामा बसेको थिएँ। एउटा टुक यस्तो हल्लिने मोबाइलबाट म जहिले राति जब तनाव हुन्थ्यो हेर्थेँ, को हो त सुशीला भनेर म आवाज सुन्थेँ। अनि मैले एकजना बहिनीलाई कहाँ हो यो हाउजिङ कहाँ हो भनेर सोध्दै आएको। जब म त्यो भित्रबाट पसेँ, अनि म्याडमलाई म चर्च जान्थेँ म्याडम 4 वर्ष, त्यो छोडेँ। भनेको होइन, अब तपाईँको सबै राम्रो हुन्छ, तपाईँ विश्वास गर्नुहोस् भन्नुभएको थियो। उहाँको शिर मेरो हातमा पारेदेखि म फर्केर जाँदा म कहिले रुनु परेको छैन, कहिले थाक्नु परेको छैन। वाउ, यो हो ईश्वरको चमत्कारी वचनको प्रभाव। ईश्वरले आफ्ना सन्तानहरूलाई बराबर माया गर्नुहुन्छ, कहिले पनि लाजमा पार्नु हुँदैन। जसमध्येमा एक क्षमतावान नारीले उद्धार पाएको वचन यहाँहरूले सुन्नुभयो। यस्तै वचन भिडियोहरू लिएर आउने नै छु भन्दै अहिलेको लागि बिदा हुन चाहन्छु। हस्त, नमस्ते।